ग्वार 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 बचाऊ बचाऊ बचाऊ। हेर्नुहोस् न पछाडि गोरिल्ला चिम्पान्जी जेब्राहरू आइरहेका छन्। विभिन्न जनावरहरूले मलाई यहाँ खेलाइरहेका छन्। लियोपार्ड पान्थर यस्तै गरी टाइगर याक विभिन्न छन्। कता भाग्ने होला है। हेर्नुहोस् न यहाँ गोरिल्ला चिम्पान्जी जेब्रा हाइना यी विभिन्न प्रजातिका जनावरहरू पनि छन्। म भाग्दा भाग्दा थाकेँ नि म त। हेर्नुहोस् न दौडिँदा दौडिँदै थाकेँ। हजुर हामी अब जस्तै दैनिक जीवनमा यस्ता विभिन्न शब्दहरू छन्। आज चाहिँ यो जनावरसँग सम्बन्धित शब्दहरू छन्। जस्तै अब हामी गोरिल्ला भन्छौँ, चिम्पान्जी जेब्रा हाइना लियोपार्ड प्यान्थर टाइगर या विभिन्न शब्दहरू प्रयोग गर्छु। यी पनि अङ्ग्रेजी शब्दहरू हुन्। के भनिरहेको है त नेपालीमा। आजको यस खोज अनुवाद युट्युब च्यानलमा समेट्ने सामान्य प्रयास गर्दैछु। हजुर नदिनु मिल्छ र मन परेमा हजुरले सदस्यता पनि ग्रहण गर्न सक्नुहुन्छ। के भनिरहेको छ जस्तै अब हेर्नुहोस् यहाँ गोरिल्ला देखिराख्नु भएको छ, चिम्पान्जी जेब्रा यस्तै गरी अब हामी हाइना भन्छौँ, लियोपार्ड पान्थर टाइगर या विभिन्न छन् जनावरहरू। मैले आज केही जनावरहरूको नेपालीकरण यसको नेपालीको पर्यायवाची रूप के रहेछ भनेर समेट्ने प्रयास गरिरहेछौँ। सिकौँ अनि सिकाउँ, शब्द खोज्न जिज्ञासु बनौँ। भाषा हाम्रो जन्मले खेदाउँदा खेदाउँदै म त थाकेँ नि गने। हेर्नुहोस् न यो भाग्ने ठाउँ नै नभएर भन्नै यहाँनिर खडा भएँ। जस्तै अब हामी गोरिल्ला भन्छौँ होइन। अब यस्तै गरी हाइना लियोपार्ड प्यान्थर फक्सहरू इत्यादि विभिन्न शब्दहरू छन् नि त। यी अङ्ग्रेजी शब्दहरू हुन्। यसको हाम्रो मौलिक शब्दमा के भनिदो रहेछ है त मौलिक भाषामा। जस्तै अब हामी गोरिल्ला भन्छौँ, गोरिल्ला पनि अङ्ग्रेजी यसलाई वन मानिस भनेर भनिन्छ। चिम्पान्जीलाई पनि वन मानव अथवा वन मानिस सोक्पा भनेर पनि भनिन्छ। चिम्पान्जीलाई अरू पनि अर्थ हुन सक्छन्। यसको प्रजातिका रूपमा लिइन्छ। जेब्रा भन्छौँ, जेब्रालाई वन अश्व अथवा वन घोटक दुई वर्ण अश्व भनेर पनि भनिन्छ। वन घोडा भनेर पनि भनिन्छ पर्यायवाची रूपमा। अरू पनि अर्थ हुन सक्छन्। हाइना भन्छौँ, हाइना पनि अङ्ग्रेजी यसलाई चिरेता हाफसिलो भनेर पनि भनिन्छ। यसलाई वन ब्वासो भनेर पनि भनिन्छ। हाइनालाई अरू पनि अर्थ हुन सक्छन् है। यस्तै गरी अब हामी लियोपार्ड भन्छौँ नि। लियोपार्ड अङ्ग्रेजी यहाँ देखिराख्नु भएको छ यी जनावरहरू। लियोपार्डलाई चितुवा भनेर भनिन्छ। प्यान्थर भन्छौँ, यसलाई कालो चितुवा भनेर पनि भनिन्छ। यस्तै गरी टाइगर भन्छौँ, टाइगरलाई बाघ व्याघ्र भनेर पनि भनिन्छ। अब हामी याक भन्छौँ नि होइन। याकलाई चमरी तथा चौरी भनेर पनि चेङ्ग्रा भनेर पनि भनिन्छ। यस्तै गरी अब हामी इलिफेन्ट भन्छौँ, इलिफेन्टलाई गज